जन्ते बाख्रो नामको चलचित्र रिलिज भइसकेको छ थिएटरमा। नजिकको हलमा गएर तपाईले पनि हेर्न सक्नुहुनेछ, हाँस्न सक्नुहुनेछ। फिल्म हेरेर आइसकेपछि एउटै कुरा भन्न चाहन्छु, मजा आ गया। चलचित्रभित्र कथावस्तु के छ, कुन रूपले हेर्न सकिन्छ, के एक्सपेक्ट गरेर जाने सम्पूर्ण कुराकानी गर्नेछौँ आजको यो भिडियोमा। सो सब्स्क्राइब गर्नुहोस्। आज जेठ 23 गतेबाट रिलिज, जेठ 23 गते भइसक्यो आज, मतलब मेरो बर्थडेमा न 1 महिना बाँकी छ। यो मेरो बर्थडेमा तिमीहरूको तर्फबाट मलाई गिफ्ट चाहिन्छ 10,000 सब्स्क्राइबर र टिकटकमा 1 लाख फलोअर। मलाई थाहा छैन कहाँबाट ल्याउँछौ तिमीहरू। चाहे मान्छेलाई किडन्याप गर, सब्स्क्राइब गर्न लाऊ, चाहे देश विदेशमा अभियान चलाऊ या जेसुकै गर, तर सब्स्क्राइब हुन चाहियो, फलो हुन चाहियो। जाऊ, सिर्फ 1 महिना। सो जन्ते बाख्रालाई निर्देशन गरेका छन् हाम्रा जल्दा बल्दा ह्यान्डसम डिरेक्टर सिमन सुनुवार। मिसन पैसा 2009, फर्स्ट लभ 2010, मिसन पैसा 2 2015, त्यस्तै गरेर झ्यानकुटी र हात्तीछाप जस्ता चलचित्रहरू डिरेक्सन गरेर नाम कमाएका सिमन सुनुवारले एउटा टिभी सिरिज पनि डिरेक्सन गरेका छन् जसको नाम हो पल्सर भी के छ नाम है जसको नाम हो पल्सर डियर भेन्चर आइबी। सो उनकै कमेडी जनरामा बनेको एउटा चलचित्र जन्ते बाख्रो आजबाट थिएटरहरूमा रिलिज भइसकेको छ। सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह लगायतका कलाकारहरूको बेजोड अभिनय रहेको चलचित्र जन्ते बाख्रो लगभग 2.5 घण्टा जति हलहरूमा हेरिसके पछाडि मजा आउनेवाला छ। किनकि सामाजिक कथावस्तुमा आधारित बनेको यो चलचित्रमा भरपुर कमेडी मिसाइएको छ। एउटा हली बसेको केटा जसले आफ्नै मालिकको छोरीलाई बुझिहाल्यो होला। लक्का जवान भएर बिहे गर्न बितेको एउटा केटाले गाउँभरि केटी खोज्छ तर पाउँदैन। आफूले भने जस्तो केटी हेर्न त जान्छ तर कोही कस्तो आफू भने कुनापछि रोइ जस्तो। मतलब के भनेको मैले, केटी खोज्दा खोज्दै भेट हुन्छ गरिमा शर्मासँग, यानि कि मेन हिरोइनसँग। त्यसपछि गरिमा शर्मालाई पट्याउनको लागि उनले के गर्छ, उसकी आमाले बिहे गर्नको लागि कति प्रेसर दिन्छे लगायतका कुराहरू हेर्नको लागि सिनेमा हलमा गएपछि 2.5 घण्टा पेट मिची हाँस्नको लागि एकपटक हेर्नै पर्छ जन्ते बाख्रो। माया गरेको केटीलाई पाउन त्यति सजिलो छैन केटा हो, जुन कुरो थाहा पाउनको लागि पनि फिल्म यो हेर्नै पर्छ जन्ते बाख्रो। फिल्ममा नयाँ त्यस्तो केही कथावस्तुहरू जोडिएको छैन। बिहे, प्रेम र सामाजिक कथालाई कमेडी रूपमा ढाल्न खोजिएको छ चलचित्रमा। सौगात मल्ललाई हामीले सधैँ डिफ्रेन्ट क्यारेक्टरमा देख्ने गर्थ्यौँ। मतलब सौगात मल्ललाई प्राय जसो कुनै क्यारेक्टर वाइज रूपमा देख्न सक्थ्यौँ, तर यसमा भने सौगात मल्ललाई पनि चक्लेटी हिरो देखाउन कोसिस गरिएको छ र यो चक्लेटी हिरो देखाउने प्रयास पनि त्यति नराम्रो भने देखिँदैन, किनकि सौगात मल्ललाई पनि चक्लेटी हिरोमा दामिनी देखिएको छ। बाँकी साइड क्यारेक्टरहरूले पनि एकदमै राम्रो काम गरेका छन्, जस्तै सकम्बरी लगायतका कलाकारहरूको एक्टिङ पनि एकदमै पर्फेक्ट देखिएको छ। उनीहरूको क्यारेक्टरलाई सुहाउने र कथावस्तुले मागे अनुसारको अभिनय पक्कै गरेका छन् उनीहरूले पनि। टिकटकबाट उदाएकी गरिमा शर्माले पनि एकदमै राम्रो काम गरेकी छिन्। उनको अभिनयमा पनि खोट्लाउने ठाउँ कतै पनि छैन। अनि अर्का हाम्रा सांसदका भाइ आसिफ शाहले पनि एकदमै राम्रो काम गरेका छन्। चलचित्र 2 रुपैयाँ मार्फत उनलाई ठुलो क्यारेक्टरमा देखिएको थियो। त्यस पछाडि उनले टिभी सोहरूमा होस्ट गर्ने, म्युजिक भिडियोहरू डिरेक्टर गर्ने, टिभी एडभर्टाइजहरू बनाउने, निर्देशन गर्ने जस्ता कामहरू गर्थे। उनलाई 2 रुपैयाँ पछाडि कुनै पनि ठुलो पर्दामा देखिएको थिएन। ठुलो पर्दामा उनी फर्केर आउँदाखेरि एकदमै राम्रो पर्फर्मेन्स दिएका छन्। सायद नेपाली सिनेमामा पनि उनको खोजी एकदमै तीव्र रूपमा हुनेछ, अब यो अपेक्षा गरौँ। यो फिल्ममा कथावस्तु सँगसँगै गीत सङ्गीतहरूको पनि भरपुर प्रयोग गरिएको छ, जसमा प्रयोग भएका गीतहरूले एकदमै इन्टरटेनमेन्ट गराउँछन्। कुनै गीतहरू अनावश्यक रूपमा हालेको हो कि जस्तो देखिन्छ, तर त्यसले पनि केही फरक पार्दैन चलचित्रलाई अघि बढिरहनलाई। बाँकी कुराहरू हाँस्नको लागि, कथावस्तु बुझ्नको लागि, सामाजिक परम्परामा रमाउनको लागि र सम्पूर्ण मनोरञ्जन असुल्नको लागि एकपटक थिएटरमा जानुहोला। तपाईँको पैसा खेर गएको महसुस कतै पनि हुने छैन, यो मेरो ग्यारेन्टी हो। अनि एउटा पर्सनल मेरो कुरा, यही जन्ते बाख्रो चलचित्रको ट्रेलर रिलिज भए पछाडि त्यही ट्रेलरको रिभ्यू गरेर टिकटकमा हालेको भिडियो मेरो पहिलो भिडियो बनेको थियो, जो मिलियन क्लबमा प्रवेश गरेको थियो। अहिले त लगभग 2 मिलियन पुग्न लागेको छ। हेर्नु भएको छैन भने गएर हेर्न सक्नुहुनेछ। त्यसपछि त मिलियनका मिलियन भ्युज आएको आई, थ्याङ्क यू। तर फलो पनि गर्ने गर, भिडियो हेरेर छोड्ने होइन। अनि फलो गरिसकेपछि बायोमा लिङ्क छ, युट्युबलाई सब्स्क्राइब पनि। सिर्फ 1 महिना छ, 10,000 सब्स्क्राइबर र 1 लाख फलोअर। अर्को भिडियोमा भेट हुने नै छ। नेपाल आमाको जय।